हेलो गुड मर्निङ गाइस। र आज चाहिँ 17 तारिक हो जस्तो लाग्यो होइन 17 तारिकै हो र 17 मार्च ल आज चाहिँ मन्डेको दिन र आजदेखिको चाहिँ फेरि म र मेरो एकजना साथी जो तपाईँले अस्ति ब्लगमा मेरो चिनिसक्नु भएको छ कपिल साथी हो र दुईजना चाहिँ आजदेखिको चाहिँ हामी टुर जाँदैछौँ लगभग 10-12 दिन कति दिन हुन्छ होला र दुईटा देश कभर गर्ने भनेर हामी चाहिँ मलेसिया र थाइल्यान्ड दुईटा देशलाई चाहिँ कभर गर्ने भनेर चाहिँ टुरको लागि चाहिँ अब हामी निस्किन आँटेको र अहिले चाहिँ 11:30 जस्तो भयो र त्यही 11:30 जस्तो भयो। अब चाहिँ म रुमहरू थुनथान पारेर हो र आजको चाहिँ हाम्रो केही छैन, आज गएर सिलगढीमा हल्ट मात्रै हो र आज चाहिँ हामी टक्कै गएर सिलगढीमा हल्ट मात्रै हो किनभने हाम्रो फ्लाइट चाहिँ भोलि बिहानको 9 बजीको छ र त्यही भोलि बिहान 9 बजीभन्दा अगाडि चाहिँ आज गएर चाहिँ सिलगढीमा तर पैसाहरू साट्नुपर्ने छ हो। अन्त त्यही अलरेडी प्याकिङहरू पनि अब मैले त गरेकै छुइनँ हो र त्योहरू पनि गर्नुपर्ने छ। अन्त चाहिँ अब त्यही अब यहाँ रुमहरूबाट अब लक गर्दैछु म चाहिँ हो लक र यो चाहिँ म रुमहरू लक गर्दैछु हो र अहिले चाहिँ म कहाँ छु भन्दा जोरथाङको घरमा छु र जोरथाङको घरमा आफ्नो रुम लक गरेर अब चाहिँ म जोरथाङबाट चाहिँ अब यहाँ सिलगढीको तर्फ हिँड्नु आँटेको र जोरथाङबाट निस्किएको अब चाहिँ र यो चाहिँ मेरो जोरथाङको घर हो र यहाँ चाहिँ काम चल्दैछ मेरो हेर्नुहोस् है सबै यहाँ चाहिँ काम के चल्दैछ भन्दा चाहिँ यो त पहिला रेन्टमै दिएको थिएँ रेन्टबाट निकालेर त्यही अहिले हो यहाँ भुइँमा टाइल्सहरू सबै त्यो टाइल्सहरू थिएन पहिला सबै टाइल्सहरू लगाइदिएको छु हो त्यहाँदेखि एकपल्ट रङ चुनाहरू डल्लै गरिदिएर रिपेयरिङ गरेर रङ चुना बत्तीहरू पनि सबै एकपल्ट नयाँ फेरि यहाँ गरेर हो त्यहाँनिर मेरो कम्प्लिट हुन आँटेको छ। अब मेनली बत्तीहरूको काम सबै भइसकेको छ, यो सबै एकपल्ट रिपेयर गरिदिएको हो, यो टाइल्सको काम भइसकेको छ, बत्तीको काम भइसकेको छ, यो दैलोहरूको थियो अलिअलि दैलो सैलो नयाँ दिएर यो जोडिदिएको छ कतिवटा यो बाहिरदेखिको हो यो सबै योहरू दैलोहरूको काम भइसकेको छ। अब खालि रङ चुनाको काम छ, यो म आइन्जेलसम्म लगभग 10 दिन अरे अब 4-5 दिनमा त कम्प्लिट हुन्छ होला हो। र कोही तपाईँहरूको नजर राम्रो मान्छे रेन्टमा बस्ने खाले तर एकदम राम्रो मान्छेलाई मात्रै दिने हामी चाहिँ हो छ भने भन्नुहोस् है। हाम्रोमा त एकदम सुविस्ता छ, दुईवटा कुराको चाहिँ सुविस्ता छ अरूकोमा नभएको, दुईवटा होइन 3टा कुरा के छ भन्दाखेरि चाहिँ तपाईँको पानी 24 आवर हो हाम्रो चाहिँ, किनभने 2टा सोर्स छ पानीको मेरो चाहिँ हो र 24 घन्टा पानी आउँछ मेरो घरमा चाहिँ। अनि अर्को चाहिँ के छ भने चाहिँ तपाईँको 2टा रुम किचन टोइलेट बाथरुम यो साइड छ, पल्लोपट्टि पनि 2टा रुम किचन टोइलेट बाथरुम 2टा रुम भनेर 3टा रुम छ पल्लोपट्टि छ हेर्नुहोस् न यो पनि 2टा रुम किचन टोइलेट बाथरुम सेम छ। यो पालि रङ चुना गरेको छैन त्यहाँ बाहिर यस्तो छ लुगाहरू सुकाउने आँगन सबै छ हो। यो अर्को एडभान्टेज भयो त फुल सुल या के सानो या यस्तोहरू छ हो। बाहिर आँगन छ तपाईँको यो बाउन्ड्री बारेको छ डल्लै, एरिया डल्लै बारेको छ हो, बाउन्ड्री लाइन यो पनि डल्लै बारेको छ। यता गेट छ मेन गेट, त्यसले गर्दा सेफ्टी छ तपाईँको, सेफ्टी स्पेस बाहिर र पानी 3टा चाहिँ अरूकोमा नभएको बाउन्ड्री डल्लै पारेको छ। अब चाहिँ निस्केको हेर्नुहोस् है यो फुल पनि यसलाई त केही चाहिँदैन कि त्यत्तिकै पानी नहाल्दा पनि त्यत्तिकै भइरहन्छ कि, तर एकपल्ट फुल्छ यो, तर दामी फुल्छ है। हेर्नुहोस् है यो सबै फुल्न आइरहेछ, कोपिला लागिरहेछ हो। हेर्नुहोस् है मजाको फुल्छ है, तर यो पनि फुल्दाखेरि चाहिँ यो के भन्छ यो मलाई के भन्छ त याद भएन, ग्राउन्ड लिल्लीहरू हुनसक्छ के भन्छ यसलाई, तर हेर्नुहोस् न मजाको यो चाहिँ यहाँ जोरथाङमा स्याहार पनि छैन साह्रै हो, बेलको रुखसँग छ तर पनि हेर्नुहोस् कस्तो मजाले फुलिरहेछ। अब चाहिँ हामी स्ट्यान्ड आइसकेको छु यहाँ सिलगढीको अब टिकट काट्दैछ साथी अगाडि हामी टिकट काट्नु बसिरहेछ हो। हामी दुईजना साथी कपिल साथी अस्ति नागाल्यान्डहरू जाने साथी र म अब स्ट्यान्ड आइसकेको छु। अब चाहिँ टिकट काटेर जाने यहाँबाट, किनभने सिलगढीमा गाडी कहाँ राख्नु 10-12 दिनको लागि। अन्त चाहिँ
तपाईँको गाडी गाडी पनि चिर जानै परेछ यो फ्रन्टले डल्लै डुबाएको यो घरहरू त गेल खोलाको अझै हेर्नु अझै यो चाहिँ कसको साथी होला यहाँनिर छोडेको रहेछ है साथीले पर्खिरहेको छ है कसको साथी हो यो खबर गरिदिनुहोस् है साथीको त यहाँ फ्यामिली भएको रहेछ पुरा हो हेर्नु चाहिँ साथीको त यहाँ पुरा फ्यामिलीहरू भएको रहेछ हो को कोले चिन्नुहुन्छ कसको साथी हो यहाँ छोडेको इस्कुस दिएको रहेछ इस्कुस त ओर्खा रहेछ हो इस्कुस हुने गाउँको रहेछ राम्रो हेर्छु खुट्टाले पनि दुइटा चेपिरहेछ अहिले सिलगढी आइपुग्यौँ हामी चाहिँ स्ट्यान्डमा यो चाहिँ हाम्रो जोरथाङ स्ट्यान्ड पायलको अगाडि प्रधानमन्त्री मन्दिरको छेउछाउतिर यो जोरथाङ स्ट्यान्ड देखेको छु है अब चाहिँ जानुपर्छ सिलगढीको काम गर्नु मनी थुप्रो काम छ होटेल बुकिङ गर्नु छ सपिङ गर्नु छ होइन साथी बोक्दा बोक्दै गरेको गर्दै गर्दै त्यति साह्रो त गर्दैन सुगर उखुको त एउटा उखुको निकै जुसाउँदो रहेछ वेलकम कस्तो सुन्दर रहेछ नि त उखु खास जस्तै त्यस्तो कलरको हुँदो रहेछ हौ खास जस्तै सिलगढीमा अहिले यो गरममा उखुलाई त एक थोपा जुस पनि नराख्ने गरी त पिस्दो रहेछ नि त हेर्नुहोस् त टप्पै आइस पनि हाल्छ चिसोको लागि आइस ₹40 ग्लासको रहेछ यो ठुलो रै फेरि ₹40 ग्लासको आमामा तर ग्रीन ग्रीन कलरको भएछ त हौ मिठो रहेछ खाँदैछ सिलगढीको जाम चाहिँ पनि सक्दैन एयर भ्यू मोडमा छ अहिले जाम यो एयर भ्यू मोडमा चाहिँ जाम भइरहेको थियो अब यहाँदेखि हामी चाहिँ प्रधाननगर जाँदै गरेको प्रधाननगर मनी एक्सचेन्ज गर्नु जाँदै गरेको कि र अब जानु पर्छ त्यहाँ टोटोमा हामी यहाँ मनी एक्सचेन्ज गर्न आएको छु हो र यो चाहिँ कहाँ हो भन्दा चाहिँ पानीट्याङ्की मोडको छेउमा यो मार्केट छ यो बिल्डिङ हो तपाईँले यो चिन्नुभयो होला यहाँनिर चाहिँ मनी एक्सचेन्ज देव फरेक्स भन्ने मान्छे देव मनी एक्सचेन्जमा चाहिँ अब पैसा साट्दैछ र हामी चाहिँ 20,000 गरेर चाहिँ 60,000 रुपियाँ साट्दैछ टोटल मलेसियाको 20,000 थाइल्यान्डको 20,000 र 20,000 चाहिँ युएसडीमा डलरमा उता लगिरकम भनेको हो र 60ले त पुग्छ होला भन्ने छ मनी एक्सचेन्ज गरेर चाहिँ के चाहिँदो रहेछ डकुमेन्ट्स भन्दा डकुमेन्ट्स चाहिँदो रहेछ यो पासपोर्ट फ्रन्ट एन्ड ब्याक चाहिन्छ टिकट गएको आउने दुईवटा टिकट पेन कार्ड भिसा अब भिसा त छ भने चाहिँ चाहिँदो रहेछ इमेल आइडी फोन नम्बर चाहिँदो रहेछ हो र चाहिँ क्यास ल्याउँदा पनि हुँदो रहेछ कि चाहिँ अब यो ब्याङ्क एकाउन्टमा ट्रान्सफर गरिदिनु पर्दो रहेछ हो
तर आधी यति गर्नु चाहिँ मान्दैन रहेछ कि डल्लै केस कि डल्लै ब्याङ्क एकाउन्ट ट्रान्सफर गर्नुपर्दो रहेछ। भ्यालुएसन चाहिँ यहाँनिर लेख्दो रहेछ तर आज लेखेको छैन रहेछ हो। र भ्यालुएसन त अहिले हेरौँ कति कति छ। हेलो साथीहरू, अहिले त बेलुका निकै टाइम भइसक्यो, अब 8 बज्नु आँट्यो र हामी त आज फर्स्ट डे घरबाट निस्किएर सिलगढी आएर हो, त्यहाँ मनी एक्सचेन्जहरू गरेर यताको सबै प्रिपेरेसन। भोलि 9 बजीको फ्लाइट छ र होटेलमा बस्दैछ। यतै होटेल के थियो नाम त के थियो, ऊ माथि छोपिरहेछ कति के छ। यो चाहिँ तपाईँको यतानिर बागडुग्रामै आएर बसेको, भोलि बिहानको फ्लाइट छ भनेर चाहिँ। ए हो गए, ठिक है ए ओके ठिक है। यतै होटेलको अघि वाइफाईको मैले सोधेको थिएँ कि वाइफाई रिचार्ज भयो भनेर जानुहुँदैछ। र यो चाहिँ बागडुग्रा जानेपट्टि यो फाटकमै भनौँ न, एयरपोर्ट जानेपट्टि यो फाटकमै बसेको छु म। र चाहिँ अब चाहिँ यहाँनिर चाहिँ म चाहिँ अलिकति बाहिर निस्केको, एक दुईवटा सामानहरू पानीहरू के किन्नु पऱ्यो भनेर त कि। र हेलो, अब त यहाँ राति आएर होटेलमा बसेर कति बज्यो, 10:06 पो भइसक्यो त। र अब चाहिँ सुत्नु लागेको, र सुत्नुभन्दा अगाडि चाहिँ मैले अघि त्यो मनी एक्सचेन्ज गरेको त कति भ्यालुएसनमा कति पायो भन्ने कुरा चाहिँ देखाइराखौँ भनेर कि। र मैले चाहिँ टोटल गरेर 60,000 60,000 रुपियाँ चाहिँ साटेको छु। र मैले मात्रै होइन, साथी र मैले दुईजनाले नै 60,000 साटेको। र 60,000 20,000 मलेसियाको रिगेटमा साटेको छ। र 20,000 चाहिँ हामीले थाइल्यान्डको बाटमा साटेको छ। र 20,000 चाहिँ अमेरिकन डलरमा साटेको छ। र कति पाउँदो रहेछ भनेर तपाईँहरूलाई चाहिँ यो देखाइराख्नु पऱ्यो भनेर कि। र चाहिँ फर्स्टमा म चाहिँ तपाईँलाई यो थाइल्यान्डको देखाउनु पऱ्यो। थाइल्यान्डको पैसा यो चाहिँ थाइल्यान्डको हो, यो चाहिँ 1000 र यो सबै 1000को नोट हो। र यो चाहिँ 500को नोट। र थाइल्यान्डको पैसा चाहिँ कति पाउँदो रहेछ 20,000को हाम्रो भन्दाखेरि चाहिँ यसलाई 1,000 2,000 3,000 4,000 5,000 6,000 7,000 500 रुपियाँ पाउँदो रहेछ है थाइल्यान्डको पैसा चाहिँ। हाम्रो 20,000 चाहिँ थाइल्यान्डको चाहिँ 7,500 रुपियाँ हुँदो रहेछ। यो थाइल्यान्डको चाहिँ तपाईँको थाइल्यान्ड बट भन्दो रहेछ। अनि यो चाहिँ मलेसियाको पैसा हो। र मलेसियाको पैसा चाहिँ यहाँ कति पाउँदो रहेछ हाम्रो 20,000को मलेसियाको चाहिँ यो रिगेटमा चाहिँ कन्भर्ट गर्दाखेरि चाहिँ भन्दाखेरि चाहिँ यो चाहिँ सबै देख्नु भएको, यो चाहिँ 50को नोटहरू हो, यो चाहिँ 50को नोट, र यो चाहिँ 10 रुपियाँ र यो 1 रुपियाँ। र टोटल चाहिँ कति पाउँदो रहेछ थाइल्यान्डको भन्दाखेरि चाहिँ हेर्नुहोस् ल, 1,000 50 100 200 300 400 500 600 700 800 900 50 रुपियाँ, यो 10 रुपियाँले 60 रुपियाँ र 1 रुपियाँले 61 रुपियाँ, 961 रुपियाँ मात्रै पाउँदो रहेछ है हाम्रो 20,000को चाहिँ यो मलेसियाको चाहिँ। अनि यहाँ चाहिँ हामीले 20,000 यहाँ डलरमा साटिरहेको छौँ। यो डलर चाहिँ जहाँ पनि चल्छ अरे भनेर चाहिँ, यो डलर चाहिँ कति पाउँदो रहेछ हाम्रो 20,000को भन्दा चाहिँ 100 200 20 रुपियाँ 5 रुपियाँ र 1 रुपियाँ गर्दाखेरि 226 रुपियाँ मात्रै पाउँदो रहेछ हो। र हाम्रो यहाँ टोटल 20,000 टोटल 60,000 साट्दा चाहिँ 60,000 भनेको निकै हुन्छ हाम्रो त। एउटा 50को बन्डलै हुन्छ र 10,000 फाल्टो गर्दा त। तर खै तिनवटा देशको करेन्सी साट्दा पनि यति मात्रै छ है, पत्ला न पत्ला। त्यो पनि यो यति मोटो पनि यो तपाईँको 500को नोटले 500 अरे यो 50को नोटले गर्दा मात्रै भएको हो यो मलेसियाको। नभए त यो त हराइजाने रहेछ हातमै। र यति साटेर अब त्यो भोलि त हाम्रो बिहानै 9 बजीको फ्लाइट छ, त्यसले गर्दा 6:30 6:30 त उठ्नुपर्छ, 7 7:30 त एयरपोर्ट पुग्नुपर्ने छ। त्यसले गर्दा चाहिँ अब चाहिँ हामी चाहिँ सुत्न आँटेको ल। अब आज फर्स्ट डे हाम्रो यस्तो हुँदैछ हो। अब भोलि सेकेन्ड डे हामी कसरी कता जाने रहेछौँ भनेर म भन्दै गर्छु। र यो पैसा साटेको चाहिँ फेरि हामीले खालि त्यो स्टे गर्नु होइन, त्यहाँको खानाहरूको लागि यताउति घुम्नुको लागि मात्रै हो। किनभने हामीले फ्लाइट टिकट र होटेल बुकिङहरू चाहिँ भइसकेको छ अस्ति नै हो। र यसले पुग्छ पुग्दैन कति हुने रहेछ भनेर चाहिँ म तपाईँलाई यो डिटेल्समा डेली भन्दै गर्छु।
कति खर्च हुने रहेछ के हुँदो रहेछ भन्ने चाहिँ। ओके, गुड नाइट एभ्रिबडी।